हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। उठ्ने बित्तिकै मेरो चाहिँ कुच्चो समाउने बानी छ अनि मैले बडाल कुडाल पनि गरेँ, घरभित्र बाहिर सबैतिर बढालेँ अनि त्यसपछि म पुस्न थालेँ। म चाहिँ बडाल कुडाल पुसपास गरेपछि मात्रै मुख धुने गर्दछु अनि मैले मुख पनि धोइसकेँ। अब चाहिँ म पूजा गर्नको लागि पूजाको भाँडाहरू ल्याएर माझ्न थालेँ। हाम्रो घरमा चाहिँ अपराजिता पहिलोचोटि फुलेको छ नि त, अनि एउटा मात्रै फुलेको रहेछ अनि मैले चाहिँ भगवानलाई चढाउनको लागि टिपेँ। अब म चाहिँ पूजा गर्नतिर लागेँ साथीहरू। मैले चाहिँ पूजा पनि सबै गरिसकेर भ्याएँ। म चाहिँ अब पूजा गरेपछि 1 गिलास पानी पिउने बानी छ अनि मलाई चिया चाहिँ चाहिँदैन होइन, कहिलेकाहीँ चाहिँ पिउँछु, नत्र भने मलाई चिया चाहिँदैन, मलाई पानी भयो हुन्छ। अनि हाम्रो पुलमा चाहिँ हेर्नु बिहान नै कति विदेशीहरू घुम्न आउनु भएको रहेछ, यहाँ कति विदेशीहरू यो पुलमा घुम्न आउनुहुन्छ क्या। अनि मैले खानासाना पनि रेडी गरेर बच्चाहरूलाई खुवाएँ। बाबुहरूलाई रेडी गरेर पनि मैले बसमा चढ्नको लागि घरबाट निस्किसकेँ अनि हामी चाहिँ बस कुदिरहेको थियौँ। ठ्याक्कै बाबुहरूको बस पनि आयो अनि मैले बाबुहरूलाई बोर्डिङ पठाएर म चाहिँ घर आएर खाना खान थालेँ। म चाहिँ बच्चाहरूलाई बोर्डिङ पठाएर एकलट फेरि घर सर्लक्क सफा गर्छु कि। अब बिहान नै गरेको त हुन्छ, फेरि बाबुहरूलाई बोर्डिङ पठाएपछि चाहिँ सर्लक्क एकलट घर सफा गरेपछि दिनभरि घर सफा नै हुन्छ अनि मन पनि आनन्द हुन्छ नि त। फोहोरदेखि कस्तो कस्तो हुन्छ नि त, बच्चाहरू नआउँछ त घर सफा नै हुन्छ। अनि मैले घर बडाल पुसपास गरुन्जेल त मैले भाँडा भिजाएर राखेको हुन्छ, भित्र सर्लक्क सफा गरेर चाहिँ म भाँडासाँडा माझमुझ गर्छु। अनि मैले भाँडाकुँडा नै माझी भ्याएँ अनि धारा नै एकलट सर्लक्क सफा गर्नु पर्यो नि त। अब भाँडासाँडा माझी त फोहोर हुन्छ नि त। अब आजको लागि चाहिँ बिहानभरिको काम चाहिँ मेरो लागि सक्यो साथीहरू। थ्याङ्क यू सो मच वाचिङ माई मिनी ब्लग।